ल यो क्वेसन रहेको छ, केही रकम ABCD बीच 7:6:3:5 को अनुपातमा बाँडिन्छ अरे। बीले सी भन्दा 270 बढी रकम पाएछ भने डीले कति रकम पाउँछ भनेको छ। एले पाउने रकम सुरुमा कति हो भन्दाखेरि एले पाउने रकम 7 भाग हो हैन। बीले पाउने रकम मैले बुझाउनको लागि मात्र लेखेको है, बीले पाउने भनेको 6 भाग हो। त्यसो भए सीले पाउने भने 3 भाग अनि डीले पाउने भनेको 5 भाग भयो। अब यो भन्दा यो कति भाग बढी पायो भन्दाखेरि 6 माइनस 3 गर्दाखेरि कति 3 भाग बढी पायो हो। अब मैले एउटा फर्मुला लेखाउँछु, यक्स भनेको छ जे दिएको जे निकाल्नु पर्ने भन्ने छ एउटा फर्मुला छ। त्यसमा यक्स भनेको कति यो दिएको भनेपछि जहिले पनि अङ्कमा जे दिएको छ त्यही लेख्नुपर्छ ल अङ्कमा। त्यसो भए अब डीले पाउने भनौँ भने अब 270 लेखिहाल्छौँ, अङ्कमा दिएको हुन्छ यक्स भनेको त्यही भयो। यो 270 भनेको कति भाग रहेछ त 3 भाग बढी रहेछ हो, 3 भाग हो रहेछ। निकाल्नु पर्ने भनेको डीको भनेको कति हो त 5 भाग हो। त्यस कारणले 3 नङ 27 90 × 5 9 5 45 एउटा 0 हो। डीले पाउने कति रहेछ त 450 रहेछ भन्ने कुरा बुझ्नु पर्यो।